Hello guys, welcome to my story. अनि सो अहिले चाहिँ 9 बजिसकेको छ। म चाहिँ मेकअप गर्दैछु। मेरो मम्मी चाहिँ यता बसेर चिकन भन्छ चिकन केलाउँदै हुन्छ, कुकुरी कहाँ केलाउँदै हुन्छ। म चाहिँ यहाँ बसेर मेकअप गरिरहेको छु। मलाई मेकअप गर्न कति 2-3 घन्टा लागिसक्यो। मैले लगाउन त केही पनि लगाएको छुइनँ, त्यही पनि मलाई 2-3 घन्टा लागिसक्यो। कसैले लाइभ सुन्नु भने छक्क पर्नुहुन्छ। 2-3 घन्टा भयो अरे मेकअप गरेको छैन। के भनेको त्यस्तो? क्रिम लगाएँ, पाउडर लगाएँ, अनि आई स्याडो लगाएँ, लिपस्टिक लगाएँ। यति कुरा लगाउन मलाई 3 घन्टा लागिसक्यो। के गर्नु गाइस, मेरो जिन्दगी यस्तै छ। तपाईँले केही कुरा भन्नु भएको छ? यहाँ टिकी लगाउनु त बिर्सिहालेछु गाइस। टिकी पनि लगाउँछु है। म गाना गाउने भएदेखि किन यहाँ तिम्रो भात पकाएर बसिरहेको थियौ, म गाना गाउन गइहाल्थेँ नि छोरी। सो गाइस, टिकी लगाइसकेँ मैले। म कस्तो देखिँदैछु भन्नु होला। तिमी राम्रै देखिँदैछौ, अनुहार पनि कालो छ, त्यसपछि राम्रो देखेछौ त टिकी लाउनु। तिमी राम्रै तपाईँको आँखा बिग्रेको कुनै गरेर काली छु भगवान। छौ छोरी, तिमीलाई त्यस्तो भन्दा रिस उठ्छ? काली छौ नि हौ। मेरो हात खुट्टा चाहिँ कालो छ होइन। तिमी मान्छे कालो छौ बेटो। तर यो जिउ र मुख चाहिँ गोरै छ है। यो हात खुट्टा घामले गर्दाखेरि भएको होला। हिजोको त यो चाहिँ म भन्न सक्छु, तर मेरो मुख चाहिँ कालो छैन गाई। पश्चिम बाटको गाउँ सबै तिमीले काटेर आएको बिचार, त्यही भएर अलिकति कालो भएको है। चुप बदमास नि। ए तिमीले बोल्दा चाहिँ भने मैले चुप्नु हरेक भाषा हो। हेर्नु गाइस, मेरो मम्मीले मलाई काली हेर्नु भने काली भाइ है काली। भाडा कसले मस्काइदिन्छ छोरो? कहाँ जाने अरे? त्यो पल्लो घर काकीको घर जाने हो हामी चाहिँ। नजाने। आज भाडा मस्काउने पालो चाहिँ तिम्रो। म त नजाने, तपाईँ जाने। उतापट्टिको बाल्टीमा पानी खिचेर राख त, भाडाहरू म पानी लगाइदियो बेटा। आज म त पल्लो घर अन्तरी काकीको घरमा जाने हो, मासु बनाएर। मासु एक बटुको लाने हो, यसो स्याङ बनाएको हो नि काकीले, त्यही खाने हो अनि बस्ने हो। भएन भने 3 पानी पनि बनाएको हो अरे नि राति काकीले। जानु न हौ, तपाईँको रोकेको छ। जाने घुमेर आउनु, म त जान्दिनँ। तिमी पनि मेरो पछि लाग्छौ नि त फेरि। जानु त भन्छौ नि, अहिले मम्मीमा पनि जाने भन्छौ। मैले कहिले भने तपाईँलाई म पनि जान्छु भनेर। आज चाहिँ मेरो पछि गयो भने छ्याङ खुवाइदिन्छु यिनीले बसेर। छ्याको खान्छ। तारी खान्छौ? छिछि। हामी बोटाको तारी पनि छिछि अरे, 3 पानी पनि छिछि अरे, जार पनि छिछि अरे। के चाहिँ खान्छौ? म सुँगुरको फिरा चाहिँ खान्छ होला यस्तो बुझ्योस्। अरे केही नखाएर चाहिँ सुँगुरको फिरा चाहिँ खान्छन् है। सुन्नु आज कतिजनाले भन्नुहुन्छ नि मेरो मम्मी बोल्नुहुन्न चुप लागेर बसिसक्नुहुन्छ भनेर भन्नुहुन्छ नि। आज सुन्नु लुकी बनाएको भिडियो। तिमी पुरै त्यस्तो गर्यौ क्या छोरी, मलाई मान्छे छौ काली, अनि त्यो इफेक्ट हो कि इफेक्ट लाएर गोरी बनेर बस्छौ, अनि म जस्तो गोरी कोही कुनै गले इफेक्ट लगाएको छु तपाईँहरू भन्नु ल। मैले नर्मल क्यामेराले भिडियो बनाइरहेको छु, कुन इफेक्ट लगाएको छ भने भन्नु मलाई। ल बोला कुछ बोला। वो तो बोलेगा था, वो तो बोलने वाला को भाई तो नहीं बोलेगा वो। चल भूख लग चुका है।
थाहा त हौ कस्तो म यहाँ भिडियो बनाएको बेला तिमी कच 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 गरेको छ अरे झुट बोले कौवा काटे मैं काले कौवे से न डरियो अनि अरू मैं मायके चली जाऊंगी तुम देखते रहियो त्यही त हो ओहो कसलाई भन्नुभएको यो ल हेर मलाई गाना पो गाएको त त्यो भने मैले पनि कसलाई भन्नुभएको यो कसैलाई भनेको नि आफै गाना गाएको हो कपाल पनि सुकिहाल्यो हिजो नि उहाँको कपाल हालेर सुक्यो अनि के भन्नु अब के भन्ने छ के भन्ने छैन मेरो सर्ट ब्लग भन्नु या भिडियो भन्नु या स्टोरी भन्नु जे भन्नु काम पाउँदैन रहेछ अनि पनि गरेको छु बन्द गरेर राख त थपक्कन के हो त्यस्तो तिमीको बोली सुनाइरहेको छु हो र किन हौ छोरी अनि के मलाई कतिजना भन्नुहुन्छ लाइफमा पनि कमेन्ट मम्मी के भन्ने मैले के बोल्नु मोबाइल चलाउन आउँदैन अनि के बोल्नु मोबाइल चलाउन आए पो बसेर हल्ला गरिराख्नु यस्तो हल्ला गर्न चाहिँ आउँछ क्या छिटो छिटो छोरी काट्न आउँछ होइन के अरे काम गर्ने हो हल्ला गर्ने हो खाने हो यसरी बस्ने हो छोरीले जे भन्छ त्यही गर्ने हो अब के गर्नु छोरी भयो गुड जब अब के गर्नु छोरी तिमीले जे सिकाउँछौ त्यही गर्नु पर्यो हौ छोरीले भनेको नि मान्नै पर्यो नत्र फेरि झगडा गर्छौ ल हेर अब के हो जे पाइदैन नम्बरमा है मम्मी भनिदिन्छु मैले अब मम्मी यसो गरिदेऊ उसो गरिदेऊ भन्दा भन्दै 10 बजिसक्यो 10 बजेपछि बाबा आउनुहुन्छ त्यो मैले जे पिटी त भन्नु अनि त मम्मीले बोल्यो भयो छोरीले बोल्दा चाहिँ राम्रो भयो त्यो समय नै कति खराब आएछ क्या तिमीले बोल्दा चाहिँ पनि राम्रो मम्मीले बोल्दा नराम्रो के भन्नु के भनेर म के भन्ने के भन्नु यस्तै छ मेरो मम्मीले मलाई नै जिस्काउनुहुन्छ कपटको चाहिँ गइस अनि भेट्छिला सबैको बन्नुहुन्छ नि बन्नु भएपछि मेरो न तपाईँ सबैको बन्द हुन्छ झन् राम्रै हो त भन्नुहुन्छ फेसबुकहरू सो क्लास चाहिँ पास गर्दै हो होइन वैशाख पास गर्दै अनि वैशाख पास गर्दै चाहिँ भनेको थियो फेसबुकहरू अनि इन्स्टाग्रामहरू टिकटकहरू सब बन्नुहुन्छ अब हेरि बेलुकासम्म के हुन्छ अनि कसको फेसबुकहरू बन्नुहुन्छ मलाई कमेन्टमा भन्नु होला है म चाहिँ यो कपाल कोर्दैछु यसरी कोर्छु म चाहिँ आफ्नो हेयर फल देखाउँछु तपाईँलाई कति हुन्छ मेरो हेयर फल भनेर अब हो नि मम्मी अब पहिलाको मान्छे भनेको पहिलाकै हो नि अब हामी चलाइराख्ने मान्छेलाई हेरिराख्ने मान्छेहरूलाई त चिन्दै हुँदैन ऊ गैस
सो गाइस मैंने हेयर फल हेर्नु यहाँ 4-5 कपाल मात्रै छ पहिला नि यस्तो यो कपाल यस्तो गर्ने बित्तिकै कति जान्थ्यो गर्ने बित्तिकै कति जान्छ अब कोदा मात्रै निक्लिनु सधैँ पनि 2 दिन नभन्यो कपाल त मेरो धेरै सुत्रियो मैंने मारंगी लगाए क्या गाइस टिकटक को मैं हेरेर नि मैले मारंगी लगाउन थालेको छु क्या कपालमा त्यही भएर होला सायद मेरो हेयर फल रोकेको छ मेरो हेयर पनि नरम भएको छ हैन अनि कपाल झर्न पनि रोकेको छ गाइस पहिला पनि म कति धेरै निक्लिदियो कपाल अहिले चाहिँ निक्लिदैन यस्तो गरेको पनि छैन सो हजुरले पनि मारङ्गी लगाउनु होला आफ्नो कपाल राम्रो बनाउनु होला मेरो कपाल चाहिँ यत्रो भइसकेको छ मेरो मुखको हालत हेर्न सक्नुहुन्छ हजुर यहाँ पिम्पल छ यहाँ पिम्पल छ यहाँ पिम्पल छ अनि यहाँ पनि पिम्पल छ यो 4-5 दिनमा हटिहाल्छ केही छैन पिम्पल त कुमारी लगाएपछि चट्ट हुन्छ चट्ट सो अनि खाना खाएपछि अनि भेट्छु हजुरहरूलाई ओके बट मान्छु खाना खान्छु त्यसपछि भेट्छु यसमा मैले स्टोरी बनाएको थिएँ तर स्टोरी बनाउँदै लङ भिडियो भइहाल्यो है सो म लङ भिडियो नै हालिदिन्छु केही छैन ओके यो चिम्टी हो मेरो चिम्टीले कपाल भन्छु अझै हेयर स्टाइल गर्छु अर्कै सो म हेयर स्टाइल बनाएर हजुरलाई भेट्छु ओके सो गाइस मम्मीले मेरो चुटी बनाइदिनु हुनेछ चुटी देखिए मेरा चोटी देखिए ओके गाइस मेरा पैर पनि पानी सके अब यो कपाल मेरो भोलि बिहानसम्म हुन्छ अब म खोल्दिन कपाल के गर्ने पुच्छर जस्तो छ बढ्दैन तर बढ्छ भाइ मलाई काटिदिन्छु क्या मेरो जति पनि मिसेको यहाँ चाहिँ म चिम्टी लगाएको छु क्लिप अगाडि कपालमा सो भइहाल्यो आजको मेरो लुक सो अब चाहिँ म खान्छु भात अनि मम्मीले त्यस्तो सोइजन आलुको तरकारी पकाइसक्नु भएको छ होइन अब म सोइजनको तरकारी खान्छु खाना अनि हजुरसँग भेट्छु ओके मेरो हातको घाउको अपडेट यस्तो भएको छ गाइस हेर्नु सुकिसक्यो हिजो बाबाले यसको भित्रको फोहोर निकालिदिनु भयो अनि यो यस्तो भएको छ अहिले चाहिँ दुख्दैन त्यस्तो छुँदा पनि सफ्ट भएको छ क्या सो
यहाँ म अहिले खाना खाने भनेर भाउजू हेरिरहेको छु कि मम्मीले के पकाउनु भयो भनेर सो गाइस म भात खाँदैछु यहाँ मेरो मम्मीले खुवाउँदै हुनुहुन्छ मेरो हातमा घाउ भएको छ नि त त्यही भएर मम्मीले खुवाइदिनु हुन्छ म भात खाँदै छु सो गाइस मैले भात खाइसकेँ अब मम्मीहरूले खाँदै हुनुहुन्छ अनि पानी आउन आँटेको छ अब हेरौँ पानी आयो भने अनि हेराउँछु ओके सो गाइस आजको भ्लग चाहिँ यति नै हो अनि सो देखाउनुको लागि केही पनि थिएन होइन अनि आजको भ्लग चाहिँ यति नै हो सो हो अब भेट्नु छ नेक्स्ट भ्लगमा नेक्स्ट भ्लगमा सो म चाहिँ अहिले आफ्नो स्किन केयर गर्दै थिएँ स्किन केयरमा म यो लगाउँछु जहिले पनि रोज वाटर अनि यो पाउडर हो एउटा पाउडर छ यो अनि यो पाउडर लगाउँछु अनि केही लगाउँदिनँ अनि लिप बाम अनि कपाल चाहिँ यतिकै यस्तै गर्छु अनि यस्तै बाँध्छु अनि बाँधेर सुत्छु अनि त्यही हो रुटिन मेरो सो बाई बाई भेट्नु नेक्स्ट भ्लगमा अनि मेरो मम्मी चाहिँ हाते जानुभएको छ आउनु भएको छैन म त्यो पनि हेराइदिँदैन मलाई यो भ्लग मलाई एडिट गरेर हाल्नु पर्छ भोलि बिहान त्यही भएर सबलाई बाई बाई